नमस्कार। आउनुहोस् सानो एन्जाइटी के हो त? एन्जाइटी के हो? एन्जाइटी भनेको एउटा मानसिक अवस्था हो जसमा व्यक्ति अत्याधिक डर, चिन्ता, तनाव वा असहजता महसुस गर्छ, विशेष गरी कुनै अप्ठ्यारो परिस्थिति वा भविष्यमा के होला भन्ने अनिश्चितताको कारण, हो कैन? यो सामान्य रूपमा सबैमा केही न केही हदमा देख्न सकिन्छ, जस्तै परीक्षा दिनु अघि, अन्तर्वार्तामा जानु अघि। तर जब यो चिन्ता अत्याधिक हुन्छ, दैनिक जीवनमा प्रभाव गर्छ र लामो समय रहन्छ, तब यसलाई एन्जाइटी डिसअर्डर भनेर भनिन्छ। एन्जाइटीका केही लक्षणहरू छन्, जस्तै लगातार चिन्ता लिनु वा चिन्तित हुनु, हृदयको धड्कन बढ्नु, सास फेर्न गाह्रो हुनु, निन्द्रा नलाग्नु, ध्यान केन्द्रित गर्न नसक्नु, शरीर काम्नु वा पसिना आउनु हुन्। हाम्रो समाजमा एन्जाइटीलाई अझै पनि धेरै हदसम्म कमजोरीको रूपमा अथवा नाटक गरिएको छ भन्ने भनाइले लिने प्रवृत्ति छ। केही सामाजिक दृष्टिकोणहरू यस्ता पनि छन्। अज्ञानता र आङ्कलन, जस्तै धेरैलाई मानसिक समस्याबारे ज्ञान छैन, जसले गर्दा एन्जाइटी भएका व्यक्तिलाई सामान्य होइन भनेर हेर्ने गरिन्छ। अर्को छ भावनात्मक अभिवृद्धि दबाउने चलन, जस्तै हाम्रो समाजमा केटा मान्छेले रुनु हुँदैन वा केटी मान्छे चाहिँ धरती हुन्, सहनुपर्छ भन्ने सोच छ, जसले गर्दा व्यक्तिले आफ्नो पीडा खुल्ला रूपमा व्यक्त गर्न सक्दैन। अर्को उपचारको कमी। एन्जाइटी जस्तो मानसिक समस्या भएको खण्डमा अस्पताल वा मनोपरामर्शदातासम्म जानु अझै पनि लाजको विषय ठानिन्छ है। अनि एन्जाइटी एउटा सामान्य र गम्भीर मानसिक स्वास्थ्य अवस्था हो जुन समयमै बुझेर र सहयोग लिएर समाधान गर्न सकिन्छ। तर हाम्रो समाजले अझै पनि यसलाई गम्भीरतापूर्वक नलिई धेरै जसो व्यवस्था वा गलत बुझाइको साथ लिने गर्छ। त्यसैले सचेतना फैलाउने र सकारात्मक दृष्टिकोण विकास गर्नु अहिलेको आवश्यकता हो। धन्यवाद।